गाई पाल्नुभन्दा पहिला भैँसी पाल्थेँ, तरकारी खेती गर्थेँ। त्यति बेला गाह्रो भइरहेको थियो। क्यारम भएको बेला अब त्यो रेवत शाह, पोस्ट सेवाका रेवत शाहसित सम्पर्क भयो। उहाँले त्यति बेला एउटा घाँसको तालिम खुल्याएर चाहिँ अफिस आएर मैले पोखरा गर्न पाएँ। त्यसबाट फर्केर आउँदा 7वटा घाँसका बेर्ना ल्याएर सुरु गरेँ। त्यसपछि त्यो घाँस त्यति बेला त्यो 7वटा बेर्नाबाट मैले अहिले 70 रुपियाँमा घाँस खेती गरिरहेको छु। अनि यिनको घाँसको बिक्रीबाडी 5 देखि 7 लाख रुपियाँसम्मको वर्षमा आम्दानी हुन्छ। त्यही साल मैले 3500मा दुईवटा बाछी, गाईका कोरेली बाछी ल्याएर सुरु गरेँ। अनि तिनै बाढी त्यतिम गर्दान गर्दै गएर अहिले 21वटा गाई पुगेका छन्। यिनका दुध बेच्दा 60 लिटर दुध दैनिक बेच्छु। अनि त्यसको खर्च कटाएर 35,000 आम्दानी पनि भइरहेको छ। एक भाइ एउटा छोरो एमए पढ्छ, अनि अर्को बिएमा छन्, बिए आइएमा छन् यिनीहरू। अनि बुहारी पनि बिए पास गरेकै, बिए पढेकै भेट्टाउनु पाइयो। अनि यसपछि उनीहरू पनि सबै यही काम गर्न मन गरिरहेका छन् र मलाई खुसी पनि छु र म एउटा आनन्द पनि लागिरहेछ। पहिला त्यस्तो एउटा दिन बिताएको मान्छे म अहिले यो व्यवसायबाडी ती छोराछोरी बुहारीहरूले पनि साथ दिँदा फेरि मलाई कति यो दुःखको त अनुभवै गर्न मन लाग्यो अहिले। यो अरू यो पशुपालन व्यवसाय गर्ने साथीहरू पनि उन जातकै घाँस खेती गरेर पशुपालन व्यवसाय गर्नुभयो भने उहाँहरूलाई पनि राम्रो व्यवसाय चलाउन सकिन्छ भन्ने मैले सुझाव दिन खोज्छु।